नेपालभित्र र संसारका विभिन्न मुलुकमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइ र साथीहरू, हामी साँच्चै नै नेपाली इतिहासको र तेस्रो चरणमा हामी प्रवेश गर्दैछौँ। पहिलो चरण हाम्रा पुर्खाहरूले दक्षिण एसियाकै पहिलो स्वाधीन सार्वभौम नेपाल राज्यको स्थापना गरे, भौगोलिक एकीकरण गरे। दक्षिण एसियाकै सबभन्दा पुरानो राज्य हुनुमा हामीलाई गौरव छ। तर राज्य भनेको जनता र जनताको खुसियाली र समृद्धि हो। त्यसैले हाम्रो दोस्रो चरणमा हाम्रा पुर्खाहरूले जनताको अधिकार प्राप्तिको निम्ति 1997 देखि सङ्घर्ष गरे र अहिले 75 वर्षपछि 2072 सालसम्म हामी आइपुग्दा नेपाललाई एउटा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हामी पुर्यायौँ। यस क्रममा गङ्गालालदेखि लिएर माओवादी जनयुद्धसम्मका महान शहीदहरूले जुन बलिदान गर्नुभयो, हामी उहाँहरूप्रति अत्यन्त आभारी छौँ, कृतज्ञ छौँ, सम्मान व्यक्त गर्छौँ। तर अब हामी देशलाई फेरि अर्को चरणमा लैजानु छ। हामीले त भर्खरै एउटा महाभारतको श्रृङ्खला मात्रै पार गरेका छौँ। हामीले सगरमाथाको एउटा नयाँ उचाइ चुचुरोमा पुग्नु छ। त्यो भनेको विकास र समृद्धिको चुचुरो हो। देशको भूगोल, जनताको अधिकारको अन्तिम लक्ष्य भनेको जनताको खुसियाली र समृद्धि हो। के तपाईँ हामी हाम्रो आफ्नै जीवनकालमा नेपाललाई समृद्ध सम्पन्न भएको देख्न चाहँदैनौँ? हाम्रा अरबका मरुभूमिमा पसिना र रगत बगाइरहनुभएका दाजुभाइहरू, के तपाईँहरू हाम्रो देशलाई उन्नत भएको देख्न चाहनुहुन्न? एउटा मरुभूमि त त्यति हराभरा हुन सक्दो रहेछ भने हाम्रो देश वन, जङ्गल, जमिन, जडीबुटी, जनशक्तिले यति भरपुर छ, तैपनि हामी किन गरिब छौँ? के अब हामी स्वाधीन सम्पन्न भन्न चाहँदैनौँ? के तपाईँहरू यो देशभित्रै रोजगारी सुनिश्चित भएको देख्न चाहनुहुन्न? हाम्रा कर्मचारीहरू, सेना र प्रहरीका साथीहरू, विभिन्न पेसामा रहेका साथीहरूसँग आग्रह गर्न चाहन्छु, के हामी समृद्ध बन्न चाहँदैनौँ? तपाईँ हाम्रो छोराछोरीको पढाइको ग्यारेन्टी होस्, तपाईँ हामी सबैको शिक्षा र स्वास्थ्यको ग्यारेन्टी होस्, तपाईँ हामी सबैको आवासको ग्यारेन्टी होस्, के त्यस्तो समृद्ध नेपाल हामी देख्न चाहँदैनौँ? युरोप र अमेरिकामा, अस्ट्रेलियामा, जापानमा रहनुभएका नेपाली दाजुभाइहरूलाई मेरो आग्रह छ कि हाम्रो नेपाल पनि त्यस्तै देश बन्न सक्दैन? त्यस्तो सपना के हामी देख्न सक्दैनौँ? सक्छौँ, सक्नुपर्छ। त्यसैले अब हामी नेपाललाई एउटा समृद्धिको चुचुरोमा लिएर जानको निम्ति नयाँ सोचका साथ एउटा सङ्कल्प गर्नुपर्छ। त्यही सङ्कल्पको नाम नै एउटा नयाँ शक्ति अभियान हो। त्यसैले यही 72 साल असोज 3 गते संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि हामीले सङ्कल्प गऱ्यौँ, अब नेपाललाई अर्को एउटा नयाँ समृद्धिको युगमा लैजानुपर्छ। त्यसको निम्ति एउटा नयाँ सोच, नयाँ एउटा दूरदृष्टि, भिजन, नयाँ नीति र कार्यक्रम र नयाँ नेतृत्व सहितको एउटा नयाँ शक्ति देशलाई आवश्यक पर्छ। त्यसैको परिकल्पना स्वरूप नै हामीले नयाँ शक्ति नेपाल अगाडि हामीले बढाएका छौँ। र यस क्रममा म सबैसँग के आग्रह गर्न चाहन्छु भने हामीले जुन यात्रा तय गऱ्यौँ, इतिहासबाट पश्चाताप गर्ने होइन, इतिहासबाट पाठ सिक्ने हो, हामीले गर्व गर्ने हो र आगामी दिनको यात्रा सकारात्मक ढङ्गले, सकारात्मक सोचका साथ अगाडि बढ्ने हो। त्यसैको निम्ति नयाँ शक्ति अभियानमा अहिले हामी जुटेका छौँ र म सबैसँग हामी आग्रह गर्न चाहन्छौँ, यो नयाँ शक्ति तपाईँ हामी सबै मिलेर बनाउने हो। यो बनी बनाऊ सूत्र कसैको पनि दिमागमा छैन। हामीसँग एउटा भिजन छ। नेपाललाई निश्चित अवधिभित्र गरिबी बेरोजगारी मुक्त गर्न सकिन्छ। निश्चित अवधिभित्र संसारको सबभन्दा धनी देश बनाउन सकिन्छ। यो देशमा नै गरिबी र बेरोजगारीबाट मुक्त भएका समृद्ध नेपालहरू रहन सक्छन् भन्ने एउटा सपना हामीसँग छ। त्यसैले त्यही सपना साकार पार्न नयाँ शक्तिको परिकल्पना हामीले गरेका छौँ र यसमा सबै तह र तबकाका नेपाली दाजुभाइ दिदीबहिनीहरूको संलग्नता आवश्यक छ र त्यसैको निम्ति अहिले हामीले यो तपाईहरुसँग सिधा संवाद हामी गरिरहेका छौँ र तपाई हाम्रो सबैको साझा संलग्नतामा हाम्रो यो नयाँ शक्ति निर्माण हुनुपर्छ र यसका निम्ति हामीले तत्काल 5 वटा सहमा केन्द्रित हुने हामीले प्रतिबद्धता गरेका छौँ। हाम्रो पहिलो र महत्त्वपूर्ण सह भनेको समतामूलक समृद्धि हो। अब हामीले सम्पूर्ण ध्यान समृद्धिमा नै लगाउनु पर्छ। निश्चित अवधिभित्र देशलाई एउटा विकासको एउटा चुचुरोमा पुर्याउनै पर्छ। अबको राजनीति भनेको विकासमुखी राजनीति हुनुपर्छ। अहिलेसम्म हामीले आन्दोलनमुखी राजनीति गर्यौँ, त्यो गर्नु पनि पर्थ्यो, त्यो एउटा युग थियो। तर अब विकासमुखी राजनीति गर्नको निम्ति हामीलाई हिजोकै राजनीतिक
चिन्तन र सोचले पुग्दैन। त्यसैले सम्पूर्ण ध्यान हामी त्यसमा केन्द्रित भएर विकास निश्चित अवधिभित्र सम्पन्न गर्नु छ। त्यसैको निम्ति यसलाई केन्द्रमा राखेर हामीले एउटा विकासको खाका हामी गर्दैछौँ। यसको निम्ति निजी क्षेत्र, विज्ञहरू र तपाईहरु सबैको संलग्नतामा हामी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकासको योजना हामी बनाउन चाहन्छौँ। हामी चाहन्छौँ यो देश कृषि प्रधान मुलुक हो। कृषिको रूपान्तरण कसरी गर्ने, यसमा पर्यटनको प्रचुर सम्भावना छ, यसलाई हामीले कसरी उपयोग गर्ने, जलस्रोतको प्रचुर सम्भावना छ, यसको सदुपयोग कसरी गर्ने, विज्ञान र प्रविधिको प्रचुर सम्भावना छ, त्यसको भरपूर प्रयोग हामी कसरी गर्ने, यसमा केन्द्रित रहेर हामीले एउटा खाका हामी बनाउँछौँ र त्यसमा तपाईँ हामी सबैको चाहिँ योगदान हामी चाहिँ चाहन्छौँ। र हामीले के विश्वास छ भने हामीले तपाईँ हामी सबै मिल्यौँ भने र सम्पूर्ण राज्यको सोच नै विकास र समृद्धिमा लगायौँ भने त्यो सम्भव छ। र विकासका जुन विभिन्न मोडेलहरू छन्, हामी हाम्रै देश सुहाउँदो विकासको मोडेलहरू हामी परिकल्पना गरेका छौँ। हामी एउटा तीव्र आर्थिक विकास हामी चाहन्छौँ। 2 अङ्कको आर्थिक वृद्धि दर केही दशकसम्म हामीले हासिल गरौँ र त्यो वृद्धि मात्र होइन, त्यो एउटा रोजगारीमूलक पनि होस्। त्यो जुन हामीले धन हामीले आर्जन गर्छौँ, सम्पत्ति आर्जन गर्छौँ, समृद्धि आर्जन गर्छौँ, त्यो समतामूलक ढङ्गले सबै वर्ग समुदायमा पनि पुगोस्। त्यस्तो प्रकारको विकासको मोडेल हामी चाहन्छौँ। त्यस निम्ति हामी तपाईँको सबैको चाहिँ हामीले चाहिँ सहयोग हामीले अपेक्षा गर्छौँ। तर विकास र समृद्धिको निम्ति फेरि आम जनताको सहभागिता चाहिन्छ। त्यसैले हामी चाहन्छौँ विकास र समृद्धिको निम्ति देशका सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग समुदायका जनता एकजुट हौँ। हाम्रो नेपाल भनेको हिमाल पहाड तराई मधेसका विभिन्न जाति समुदायले बनेको देश हो। त्यसैले हामी हिमाल पहाड तराईलाई हामी जोड्न चाहन्छौँ, हामी कर्णालीलाई जोड्न चाहन्छौँ, सेती महाकालीलाई जोड्न चाहन्छौँ, मेचीदेखि महाकालीका सबै भूभागलाई जोड्न चाहन्छौँ। यहाँका खस आर्यहरू, आदिवासी जनजातिहरू, मधेसी थारूहरू सबैलाई एकताबद्ध गरेर एउटा समावेशी समानुपातिक प्रकारको चाहिँ देश हामी बनाउन चाहन्छौँ। महिलाहरू, दलितहरू, मुस्लिमहरू र सबै समुदायले चाहिँ एउटा अधिकार सम्पन्न भएर विकासको प्रतिफल पाउन्, त्यस्तो चाहिँ लोकतन्त्रको हामी परिकल्पना गर्छौँ। त्यसैले समृद्ध नेपाल बन्नुको निम्ति समावेशी समानुपातिक एउटा सहभागितामूलक प्रकारको एउटा लोकतन्त्र होस् भन्ने हामी चाहन्छौँ। जुन अहिले संविधान बनेको छ, यो संविधानले तत्कालै हामीलाई आर्थिक विकासको निम्ति जुन स्थिरता चाहिने हो त्यो दिने कम सम्भावना छ। जुन हामीले शासकीय प्रणाली हामीले अपनाइराखेका छौँ, त्यो शासकीय प्रणाली स्थिरता दिँदैन। त्यसैले हामी चाहन्छौँ हामीले छिटै तपाईँ हामी सबैको चाहिँ एउटा सहमतिले संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा हामी जानुपर्छ। त्यसो भयो भने देशले 5 वर्ष 10 वर्षसम्म स्थिर सरकार पाउँछ र स्थिर सरकारले विकास र समृद्धिका कार्ययोजना लागू गर्न सक्छ। त्यसैले हामी चाहन्छौँ संसदमा चाहिँ सबै जाति, भाषा, क्षेत्र, लिङ्ग समुदायको समानुपातिक प्रतिनिधित्व होस्, त्यसले नियम कानुन बनाओस् र कार्यकारी अर्थात् जो मन्त्री परिषद र राष्ट्रपति हुन्छ त्यो चाहिँ प्रत्यक्ष रूपमा जनताबाट चाहिँ निर्वाचित होस्। त्यस्तो प्रणाली भयो भने देशमा स्थिरता, राजनीतिक स्थिरता आउँछ, त्यसले विकास र समृद्धिको निम्ति वातावरण बनाउँछ। त्यसले हाम्रो दोस्रो भनेको समावेशी समानुपातिक र सहभागितामूलक लोकतन्त्र हो। र लोकतन्त्रको मोडेल पनि हामी यस्तो चाहन्छौँ, खास गरी हाम्रो युवा साथीहरूसँग आग्रह गर्न चाहन्छु, युवाहरूले नेतृत्वमा नपुगेसम्म नीति निर्माणमा प्रत्यक्ष सहभागिता नभएसम्म देश बन्न सक्दैन। अहिले हाम्रो पार्टीको स्वरूप यस्तो छ, युवाहरूलाई नेतृत्वमा पुग्नको निम्ति 40औं वर्ष कुर्नुपर्छ। फेरि त्यस्तो प्रकारको अति केन्द्रीकृत प्रकारको पार्टी व्यवस्थालाई पनि संरचनालाई पनि हामीले बदल्नुपर्छ। हामी यस्तो सहभागितामूलक लोकतन्त्र हामी चाहन्छौँ। पार्टीभित्र सम्पूर्ण कार्यकर्ताको चाहिँ सहभागिता होस्, युवाहरूले पनि छिटो नेतृत्वमा पुगेर आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउन् र जनताले पनि यदि पार्टीले गलत काम गरे भने त्यसलाई खबरदारी गर्ने र त्यस्तो अवसर पाउन्। त्यसैले हामी चाहिँ लोकतन्त्रलाई जनताको र कार्यकर्ताको प्रत्यक्ष सहभागिता हुने त्यस्तो सहभागितामूलक हामी चाहिँ लोकतन्त्र हामी चाहन्छौँ। र तेस्रो हामीले भनेका छौँ, हामी आग्रह गर्न चाहन्छौँ त्यो सदाचार र सुशासन नै हो। अहिले राजनीति भन्ने बित्तिकै मान्छेले एउटा ठुलो एउटा डर्टी गेम, फोहोरी खेल भन्ने एउटा वितृष्णा छ। हाम्रो नयाँ युवा पुस्ता राजनीतिप्रति आउन नै आकर्षित भइरहेको छैन, किनकि
विगतमा हाम्रो राजनीतिमा कुनै एउटा प्रणाली जुन सिस्टम हुनु पर्थ्यो, रुल अफ ल विधिको शासन हुनु पर्थ्यो, त्यो हुन सकेन र मानिसहरूले राजनीतिलाई चाहिँ एउटा जनसेवाको रूपमा, एउटा स्वैच्छिक सेवाको रूपमा भन्दा व्यवसायको रूपमा यसले अपनाए। त्यसैले सत्तामा पुग्ने बित्तिकै त्यसको दोहन गर्ने र व्यक्तिगत निजी सम्पत्ति आर्जन गर्ने, राज्य सत्ताको र राज्य सम्पत्तिको दुरुपयोग गर्ने जुन पद्धति बस्यो, त्यसले गर्दा भ्रष्टाचार मौलायो र अहिले हाम्रो देश विश्वकै एउटा भ्रष्टाचारी मुलुक मध्येमा गनिन्छ। त्यसले हामी लज्जित हुनुपर्ने अवस्था छ। त्यसले के तपाईँ यो मुलुक यस्तै एउटा भ्रष्टाचारको दलदलमा फसिरहेको देख्न चाहनुहुन्छ र नेपाल संसारको सबभन्दा भ्रष्टाचारी मुलुक भएको भनेर चाहिँ दुनियाँले भन्दा शिर नौराएर बसेको हेर्न चाहनुहुन्छ? बिल्कुल हामीले त्यसो गर्नु हुँदैन। यो राजनीतिलाई हामी सफा गर्न सकिन्छ। त्यसले हामी वैकल्पिक राजनीति अगाडि बढाउन चाहन्छौँ। राजनीतिलाई यो फोहोरी दलदलबाट माथि उठाउन चाहन्छौँ। राजनीतिमा चाहिँ बेरोजगार मानिसहरू, कतै पनि सफल नभएका मानिसहरू होइन, सबभन्दा सक्षम मानिसहरू, क्षमतावान मानिसहरू, युवाहरू यसमा आकर्षित हुन् र राजनीतिलाई एउटा व्यवसाय होइन, यो चाहिँ जनताको सेवा गर्ने, देशको सेवा गर्ने एउटा स्वयंसेवाको चाहिँ माध्यम बनोस्। हामी त्यस्तो चाहन्छौँ र हामी राजनीतिलाई एउटा विधिको शासन प्रणालीमा हामी ढाल्न चाहन्छौँ र हामी सबै कुरा पारदर्शी गर्न चाहन्छौँ। त्यसले नयाँ शक्तिले अहिले सबैबाट राय सुझावहरू लिएर हामी यस्तो विधि र प्रणाली विकास गर्न चाहन्छौँ ताकि हामीले चाहिँ राजनीतिलाई अहिलेको फोहोरको दलदलहरूमाथि उठाएर स्वच्छ र सुशासन चाहिँ हामी दिन सकौँ। यो चाहिँ नयाँ शक्तिको एउटा व्यावहारिक रूपले जनताले बुझ्न सक्ने हाम्रो पहिचान हुनेछ। त्यसले सुशासन र सदाचारलाई हामीले अर्को मूल मन्त्र हामीले बनाएका छौँ र चौथो स हामीले देशको स्वाधीनता र स्वतन्त्रतालाई हामीले केन्द्रमा राखेका छौँ। मैले सुरुमा नै भने यो देश दक्षिण एसियाकै सबभन्दा पुरानो स्वाधीन र सार्वभौम मुलुक हुँदाहुँदै पनि कालान्तरमा हामी यस्तो गरिब हुन पुग्यौँ। त्यसले गर्दा हाम्रा छिमेकीहरूबाट हामी भेटिनुपर्ने, अवहेलित हुनुपर्ने, बेला बखतमा नाकाबन्दीको चाहिँ भार चाहिँ बेहोर्नुपर्ने यस्तो जुन अवस्थामा पुग्यौँ, त्यो हुनुको पछाडि हामी गरिब भएकै कारणले हो, आन्तरिक रूपमा हामी एकताबद्ध नभएकै कारणले हो। त्यसैले अब हामी चाहन्छौँ भारत र चीन जस्ता जुन ठुला छिमेकीको बिचमा अब हामी छौँ र उनीहरूको दुवै देश असल सम्बन्ध राखेर दुवै देशको बिचमा एउटा गतिशील पुलको भूमिका निर्वाह गरेर हामी चाहिँ नेपालको सच्चा स्वाधीनता र सार्वभौमसत्ता रक्षा गर्न चाहन्छौँ। किन जबसम्म हामी गरिब हुन्छौँ, गरिब भएपछि सबैले हेप्छन्। त्यसैले धनीले गरिबलाई हेप्ने सामान्य प्रचलन जस्तै ठुला छिमेकी धनी छिमेकीहरूले हामीलाई हेप्नु बिल्कुल अन्यथा हुँदैन। यस्तो अवस्थामा हामी साँच्चै स्वाधीन र सार्वभौम बन्ने हो भने हामीले छिटोभन्दा छिटो दुवै देशको आर्थिक विकास र समृद्धिबाट लाभ लिएर नेपाललाई चाहिँ धनी र सम्पन्न बनाउने दिशतिर जानुपर्छ। हामी चाहन्छौँ, हामीले धेरैचोटि भनेका छौँ, नेपालमा जल स्रोतको प्रचुर सम्भावना छ भन्छौँ, तर हामीले प्रयोग गर्न सकिरहेका छैनौँ। भारत र चीन दुवैको पुँजी र प्रविधि यहाँ लगानी गरेर हामीले छोटै अवधिमा चाहिँ हामीले चाहिँ जल स्रोतको चाहिँ प्रचुर उपयोग हामीले गऱ्यौँ। कमसेकम 80,000 मेगावाट मध्ये 40,000 मेगावाट बिजुली हामीले निकाल्न सक्यौँ भने 40,000 त्यसको आधाले हामी चाहिँ झलमल्ल उज्यालोमा बस्न सक्छौँ भने आधा बिजुली निर्यात गरेर भारत र चीन दुवैको चाहिँ सहयोग लिएर हामीले चाहिँ देशको विकास गर्न सक्छौँ। त्यसैले हाम्रो स्वाधीनता र सार्वभौमसत्ता पनि समृद्धिसँग जोडिएको छ। त्यसको निम्ति दुईटै छिमेकीसँग असल सम्बन्ध राख्ने, संसारका सबै मुलुकसँग चाहिँ एउटा पञ्चशीलको आधारमा सम्बन्ध राख्ने हामी त्यसरी अगाडि बढ्न हामी चाहन्छौँ। त्यसले राष्ट्रियता भनेको आफ्नो कुर्सीको स्वार्थको निम्ति चाहिँ जनतालाई छलछाम गर्ने एउटा प्रवृत्ति हुन हुँदैन। राष्ट्रियता भनेको मुटुमा सञ्चय गरेर राख्ने एउटा देशभक्तिको एउटा भावना हो। त्यसले त्यसको अभिवृद्धि गर्न र स्वाधीनता र सार्वभौमसत्तालाई केन्द्रमा राखेर अगाडि बढ्न एउटा नयाँ शक्ति आवश्यक छ। त्यसको निम्ति सबै देशभक्त नेपालीहरू बलबन्द हुन हामी चाहन्छौँ। र पाँचौँ स हामीले समृद्ध समाजवाद हामीले भनेका छौँ। किनकि कुनै पनि राजनीतिक दल अथवा अभियानले एउटा निर्दिष्ट विचारधारामा त्यो उभिएको हुनुपर्छ। बिना विचार अगाडि बढियो भने त्यो चाहिँ एउटा दिशाविहीन गाडी
जहाज जस्तो दुर्घटना हुने चाहिँ खतरा हुन्छ। त्यसले हामी चाहन्छौँ अहिले मानव जातिले आर्जन गरेका ज्ञान र विज्ञानका पछिल्ला आविष्कारहरूलाई पचाएर समृद्ध नेपालको परिस्थिति सुहाउँदो 21औं शताब्दी सुहाउँदो एउटा नयाँ विचार लिएर हामी अगाडि बढ्न हामी चाहन्छौँ। त्यसको निम्ति हामी व्यक्तिको एउटा निजत्वको पनि सम्मान हुने र मानिसको सामूहिकताको पनि कदर हुने त्यस्तो प्रकारको एउटा समृद्ध एउटा नयाँ विचारमा टेकेर हामी अगाडि बढ्न चाहन्छौँ। र त्यसको अर्थ हो हामी अहिले नेपाल भर्खर एउटा सामन्ती युगबाट एउटा राष्ट्रिय पुँजीको निर्माण गर्ने युगमा प्रवेश गरेको छ। त्यसैले एउटा वाम लोकतान्त्रिक जगमा टेकेर समाजवादको दिशामा चाहिँ अगाडि बढ्ने त्यस्तो स्पष्ट सोचका साथ हामी अगाडि बढ्नुपर्छ। त्यसो हुन सक्यो भने हाम्रो लोकतन्त्र पनि एउटा समृद्ध लोकतन्त्र हुन्छ भने अन्ततः यो सामाजिक न्याय र जनताका समानतामा आधारित एउटा समृद्ध समाजवादको निर्माण पनि हामीले गर्न सक्छौँ। त्यसैले अहिले लोकतन्त्रको जगमा टेकेर समृद्ध समाजवादको दिशामा उन्मुख हुने यस्तो प्रकारको चाहिँ वैचारिक सोचका साथ अगाडि बढ्ने पनि हामीले अवधारणा बनाएका छौँ। त्यसैले म सम्पूर्ण युवा पङ्क्तिलाई र नयाँ विभिन्न देशमा ज्ञान आर्जन गरेर बस्नुभएका साथीहरूलाई आग्रह गर्न चाहन्छु। तपाईँहरूको ज्ञान विज्ञानबाट जो सुसज्जित हुनुहुन्छ तपाईँहरू सबैले अहिलेको युग सुहाउँदो नेपाल सुहाउँदो नयाँ विचार नयाँ नीति र कार्यक्रम निर्माण गर्न पनि तपाईँहरूले चाहिँ सहयोग गर्नुहोस्। हामी देशको समृद्धि बाहेक हामीसँग अरू कुनै पनि हाम्रो स्वार्थ चाहिँ छैन। त्यसैले हामी आग्रह गर्न चाहन्छौँ हामी कसैप्रति पनि नकारात्मक दुराभाव हामी राख्न चाहँदैनौँ। हामी सकारात्मक सोचका साथ हामी अगाडि बढ्छौँ। यी 5 समृद्धिलाई केन्द्रमा राखेर समावेशी समानुपातिक सहभागितामूलक लोकतन्त्रलाई आधार बनाएर सदाचार र सुशासनलाई एउटा माध्यम बनाएर स्वाधीनता र सार्वभौम सत्तालाई हाम्रो चाहिँ मुटुमा राखेर हामी समृद्ध समाजवादको दिशामा जाने लक्ष्यसहित जुन हामी अगाडि बढ्दैछौँ यस क्रममा विभिन्न ढङ्गले टीका टिप्पणी हुनुलाई हामीले अन्यथा मान्दैनौँ। जुन रुखमा फल लाग्छ त्यसलाई झटारो हान्नु स्वाभाविक हो। त्यसैले रुखले झटारो फर्काउँदैन, रुखले सबैलाई फल दिन्छ। त्यसैले हामी एउटा असल नियतका साथ हामी अगाडि बढ्छौँ र हामी कसैका विरुद्धमा होइन सम्पूर्ण देशलाई एकताबद्ध गरेर सकारात्मक सोचका साथ अगाडि बढ्न चाहन्छौँ। हो हामीलाई पनि हामी पुरानै मानिसहरू नयाँ ढङ्गले कसरी जान सकौँला भन्ने प्रश्न उठ्न सक्छ। म आफै पनि नेपाली जनताको दया मायाले देश एउटा कार्यकारी प्रमुखसम्म बनिसकेको व्यक्ति पनि साथीहरूका जिज्ञासाहरू पनि छन्। उही पुरानै मान्छे नयाँ काम कसरी सम्पन्न गर्न सक्ला भन्ने पनि लाग्न सक्छ। तर नयाँ भनेको यो नयाँ विचारले हुने हो, नयाँ सोचले हो, नयाँ शैलीले नयाँ बन्ने हो। त्यसैले हामी नयाँ बन्ने कोसिस गर्दैछौँ। तपाईँहरू नयाँ साथीहरू पनि सामेल हुनुभयो भने हामी नयाँ बन्न झन् मद्दत पुग्छ। विगतमा हो म अर्थमन्त्री छँदा प्रधानमन्त्री छँदा तपाईँहरू सबैले अपेक्षा गरेअनुसार काम गर्न सकिएन होला। तर एउटा सङ्ग्रामकाल थियो, त्यति बेला भर्खरै युद्धबाट हामी शान्ति प्रक्रियामा आएका थियौँ। त्यो बेला शान्ति र संविधान निर्माणमा बढी केन्द्रित हुनुपर्ने आवश्यकता थियो। त्यसैले तपाईँहरूका सबै आवश्यकता पुरा गर्ने ढङ्गले अपेक्षा पुरा गर्न सक्ने काम गर्न सकिएन होला। तैपनि हाम्रो बेलामा म अर्थमन्त्री भएको बेलामा कतिपय सकारात्मक काम सुरु गरिएका थिए र युवा स्वरोजगारका कार्यक्रमहरू राष्ट्रिय गौरवको योजनाहरू जुन सुरु गरिएका थिए त्यसले एउटा विकास र समृद्धि झल्को दिएकै थियो। म प्रधानमन्त्री हुँदा त मैले बजेट पेश गर्ने अवसर मलाई प्राप्त भएन। त्यसैले विकास र समृद्धिका यी सोचहरू कार्यान्वयन गर्न सकिएन। तर अवसर हामीले प्राप्त गर्न सक्छौँ भने पूर्ण हामीलाई चाहिँ विश्वास छ। त्यसैले अब हामी पुरानै चिजमा टाँसिएर बस्ने होइन, नयाँ युगको नयाँ आवश्यकता अनुसार नयाँ शक्ति निर्माण गर्ने ध्येयका साथ अगाडि बढौँ। हामी सम्पूर्ण दिलो ज्ञान लगाएर पूर्ण निष्ठाका साथ जनताको सेवा गर्न हामी तत्पर छौँ। आउनुहोस्, यो नयाँ शक्ति तपाईँ हाम्रो सबैको हो, खास गरी युवाहरूको हो। देशमा बस्ने विदेशमा बस्ने युवाहरू जो 50औं लाख अहिले बाहिर जान बाध्य हुनुभएको छ, तपाईँहरू सबैलाई देशभित्र यहाँ आउने पात्र बनाएर तपाईँको सबैको साधन स्रोत र सिपको चाहिँ प्रयोग गरेर यो देश बनाउने नै नयाँ शक्तिको चाहिँ सोच हो। त्यसैले खास गरी युवाहरू देश र विदेशमा रहन भएका चाहिँ डाक्टरहरू, इन्जिनियरहरू, बुद्धिजीवीहरू, व्यवस्थापनविदहरू तपाईँ सबैको चाहिँ क्षमताको सदुपयोग भयो भने यो देश बन्न सक्छ र देशभित्र रहेका सम्पूर्ण श्रमिकहरू, मजदुरहरू, किसानहरू, महिलाहरू, दलितहरू, जनजातिहरू, विपन्न वर्गका समुदायहरू
तराई पहाड हिमालमा बस्ने सम्पूर्ण जनताहरू एकबद्ध भएर यो नयाँ शक्ति निर्माण गरौँ। अब केही वर्षभित्र हामीले देशलाई समृद्ध बनाउनुको विकल्प छैन। हामी मरेपछिको स्वर्गको कल्पना होइन, हाम्रै जीवनकालमा सम्पन्न नयाँ नेपालको सपना देखिरहेका छौँ। त्यो सम्भव छ। त्यसैले आउनुहोस्, नयाँ शक्ति अभियानमा संलग्न बन्नुहोस्। म सबैसँग विनम्रतापूर्वक आग्रह गर्छु।